गाइस, वेलकम टु माई भ्लग। आज चाहिँ मैले गाउँमा खाना पकाउँदैछु आगोमा। गाउँको स्वाद छुट्टै हुन्छ। आज मैले कसरी पकाउँछु हजुरहरूलाई देखाउँछु ल। यो आगोमा डढ्यो भने पनि खासै असर गर्दैन कि कालो हुँदैन। अनि यसमा हामीले यसरी फुको खरानी चाहिँ लाउनुपर्छ। यसले गर्दा हाम्रो कसौडीमा कालो दाग आउँदैन। लाग्यो यसमा म बसाल्दै। अब मैले यसमा भात पकाउँछु। मैले घिउ राखेँ। अब मैले यो घिउ खरिसकेपछि मैले चामल राख्छु अनि भुटेर पानी राख्छु। अनि फर्स्ट यसलाई चामल राखेँ। यसरी चलाउने घिउमा चामल राखेपछि धागो बोलिरहेको छ। बारीमा फलेको, अब आफ्नै बारीमा फलेको केराउको तरकारी बनाउँदैछु। आलु र केराउको हेर्न सक्नुहुन्छ। यस्तो राम्रो केराउ भइरहेको छ नि अगाडि, घर अगाडि हेर्नुहोस्, यस्तो राम्रो केराउ छ। थाल, अब म यो थालमा केराउ भरेर आउँछु। उता टिप्न गएको त यता भातको आगो त निभेछ। रेडी भइसक्यो पाकेर। अब यसले ढाकिदिन्छु। भात इट्स रेडी। खोल्चाएर भ्याइसकेँ। यसको म तरकारी बनाउँछु। अहिले मैले आलु काट्दैछु। उता आगो पनि पोल्दैछ। चपिङ बनाएको छ। हेर्न सक्नुहुन्छ हाम्रो घरको अर्ग्यानिक लसुनका पात। यसलाई लगेर काट्दैछु। घरमै बनाएको प्याजको पात छ मसँग। सानो गोलभेडा। आजकल यो गोलभेडा पाउन निकै नै गाह्रो हुन्छ, तर गाउँमा चाहिँ पाइन्छ। यस्तो मिठो हुन्छ। चटनी यो पनि मैले सक्नुहुन्छ। मैले यहाँ
कराई बसालिसकेको छु। यस्तो राम्रो आगो बलिरहेको माटाको कराई बसालिसकेको छु। अब यसमा मैले तेल राख्छु। यसमा मैले थोरै तेल राखेँ। अब यसमा मैले मेथीको दाना राख्छु। मेथीको दानासँगै जिरा, थोरै लसुनका पात, थोरै प्याजका पात, खल्छौँ या पकाएर पठाउने। अब भ्याइसक्यो। तरकारी मात्र पकाउने हो, सबै पाइसक्यो। पाक्दैछ। अर्ग्यानिक टमाटर, गाउँमा पाइने लोकल टमाटर हो, र मैले यसमा राख्दैछु। तरकारी पाक्दैछ। आलु आगोमा, आगो हेर्नुहोस् कस्तो मजाले बलिरहेको छ। यस्तो हाम्रो मटर घरमै फलेको अर्ग्यानिक मटर। के रहेछ को छ? के रहेछ गेडा? तरकारी पनि दामी रेडी भइसक्यो। आगोमा दाल, राजमा मिक्स दाल बनाउँदैछु लाक्षणिकमा। थोरै बेसार यसमा मैले नुन डालेँ। यसमा मैले थोरै अब यसलाई म ढक्कन लगाएर सिटी लगाइदिन्छु। यसरी पाकिसकेको छ। अब यसलाई म खुडेर पानी हाल्छु र धाल्छु। खुडेपछि यस्तो देखिएको छ। यसलाई तातो पानी राखेर बनाउँछु। दाल पनि अब रेडी भयो। बारीमा करेसा बारीमा हेर्नुहोस् कस्तो राम्रो फलिरहेको छ पदिना। यस्तो तल तल पनि गइरहेको छ। आज यसको चटनी बनाएर खानुपर्छ। अर्ग्यानिक कस्तो ठुल्ठुलो ठोसा ठोसा बनाइरहेको छ। भागो खुर्सानी अनि जिरा छ थोरै। कस्तो भइसक्यो। पिसेर भागो मैले एड गर्दैछु अघि टिपेको पुदिना पानी एड गर्छु अनि मिक्स गर्छु। वाउ मेन